छोरी आमा पनि दाइ मात्रै भन्न पर्छ तलतिर जिन्नातिर कति जम्मै आएर लौ दुई भाइ भए भनेर रमा किरण जाने लौ जा 3 भाइ भयो भनेका छैन के छोरै एकला अलि जेठी बुहारीको छोरा छैन वंश विस्तार सुरु भयो के अब हाम्रो पहिला चक्रपाणी बाले एउटा मात्रै छोरा भयो टोकलबाट आसी हामी दुईटा छोरा भयो नि त अब बल्ल विस्तारै फराकिलो हुँदैछ अब दिदी त्यसको 4 वटा भाइ हजुरलाई र हाम्रो बुवालाई मात्रै हो 4 हैन 11 बाल्नु पार्दिनु 11 ठ्याक्क हैन पैसा भयो त के भएर ढेँडो खाने कति भाइ पाएको अरे दिदी गाउँ बसाउने आमै बसाइदिनु के सबको सबै मरेका ठुलो मूर्ति बनाएर राखेछ यो त म त किन सोचेन यो त सोच्नै गहिरो छ यो मैले भन्दिन अथु कर्म नचलेकालाई बस्ती गाउने जमिन किनेर राख्नु पर्ने भयो कर्म दिन्छन् दिदी ठुलो गाउँ मैले जान्दिन अर्थ बिहा दान कर्म चलेकालाई हो क्या के त यहाँको साथीहरु लान्छ रेसी भइयो के मट्टी फाल्छन् कुरो त्यही हो ओ सास उडेर लहर एउटा खलकमा हाम्रो बुवा संसारी सबै मध्येमा अब यति एउटा दिदी थियो नि हाम्रो बुवा पनि चाँडै चाहिँ बित्नु भयो हाम्रा खलकमा के 3 भाइ हजुरबाहरूको खलकमै अब को छ त नि भन्नु त आउ त नि कोही पनि छैन दिदी मात्रै हर्केश दाइकी आमा बित्नु भयो हर्केशने दाइकी आऊ र म 10 महिनाका फरक हुँ जेठा कान्छा तिनी कान्छी हुन् कान्छी 10 महिनाले कान्छी हो के रे 6 महिना लुगा फेर्यो छोराले बाको पनि 6 महिना लुगा फेर्यो आमाको पनि 6 महिना लुगा फेर्यो अझै त फल्नालाई रुचाथे भन्ने अझै छोरा छोरीको बर्तन बिहा गर्दाखेरि सारै हेला गरेर एउटा तल्ला भएको पनि कसैलाई अस्ति पनि हाम्रो गर्ने के शर्म नलाग्ने दाइ अब पनि हाम्रो मामाको हजुर अचार फेरि हजुरसित टपकै हो हजुरसित टपकै हो अचार फेरि